Hello everyone, welcome in my vlog. यो भिडियोहरु चाहिँ अस्ति म नेपाल जाँदाको भिडियोहरु हो। एकदमै धेरै बिजी भएर भिडियोहरु एडिट गर्नै भ्याएको थिएन अनि आज चाहिँ बल्ल टाइम निकालेर एडिट गर्दै छु। हामी चाहिँ त्यो दिन 2 दिनको लागि भनेर मर्खु गएको थियौं। मर्खु अथवा चितलाङ भन्ने ठाउँ चाहिँ मकवानपुर जिल्लामा पर्छ। त्यो ठाउँमा जानको लागि चाहिँ ललितपुरको एकान्तकुनादेखि गएर अनि दक्षिणकाली हुँदै जानुपर्छ। हामी जाँदा चाहिँ यहाँ भाइको गाडी पनि बिग्रेको थियो र अनि एकछिन रोकेर अनि भाइले गाडी बनायो अनि त्यसपछि हामी गएको थियौं। बिचरा उ त्यहाँ मेरो भाइको गाडी आउँदैछ। यस्तो नराम्रो बाटो छ है, के गर्नु माया लाग्छ हो। र खासै गाह्रो भएन, कसरी चढ्छ होला यो उकालो। पहाडको ठाउँ हो। हिउँद महिनामा बाटो राम्रै हुन्छ अनि गर्मी महिनामा चाहिँ पानी पर्छ, पहिरोले बगाइहाल्छ र अनि पक्की बाटो पनि यस्तो कच्ची गोरेटो बाटो बनिहाल्छ। जसो तसो गरेर हामी मर्खु पुग्ने अवस्थामा छौँ। हामी दिउँसोको 1-2 बजेतिर मर्खु पुगेको थियौँ। त्यो होटल द क्रस रिभर लज भनेको चाहिँ हामी बस्ने लज हो। हामी चाहिँ यता वारी छौँ। अझै ह्याप्पी बर्थडे ल। अब हामी चाहिँ कहाँ हिँड्न गएको? के भन्छ अरे? मोहिनी वाटरफल हिँड्यौँ। ओके बाई, भरे उतै भेटौँला। क्रस रिभर लजबाट मोहिनी झरना पुग्नको लागि चाहिँ हामी झन्डै 3 घन्टा जति हिँडेर अनि बल्ल पुगेको थियौँ। अनि मलाई रमाइलो लाग्ने अर्को कुरा चाहिँ त्यो झरनामा जानको लागि चाहिँ झोलुङ्गे पुलबाट हिँडेर जानुपर्ने थियो अनि त्यो मलाई एकदम रमाइलो लाग्यो। यो सोल्टिनी चाहिँ माथि बोजिनी, खाली बोजिनी मात्र आउँछ। मोहिनी झरना हेर्न गएको। यो सोल्टिनी कता गएको? सेटिङ गएको म। ला तिम्रो जोडी त मैले तिमीलाई छोडेछ त पछाडि नै। साइला भाइ गर्नु। अब हामी चाहिँ यहाँबाट लाग्यौँ माथि। त माथि कहाँ छ? त्यो माथि जानुपर्ने छ। हामी चाहिँ
डुप्लिकेट कान्छी पानीपुरी ल म त नखाने किन बेना र मैले त अघि नै नखाने नै भनेको किन हौ आफूलाई त खाने मन छैन रिता दिदी वासिम खाने वासिम थोरै मात्र मेरैबाट भन्ने होला तेरैबाट मलाई भाग चाहिँदैन चुवाको पाइ त त्यो सकेपछि ल एकछिन ग्लास ह्यापी बर्थडे थ्याङ्क यू झर्ना हो त्यहाँ म यहाँ छु है Through the stillness, the clouds drift high. हेलो जनताहरु Thoughts like breezes हामी चाहिँ मोहिनीले गएको मोहिनी whisper by. बोकेर उ चाहिँ लोकलले चप्पल दिएर ढुङ्गा Endless waves of a calm blue एकजना लोकल टुरिस्टलाई गाइड गर्ने मान्छे where dreams उ take चाहिँ पर चाहिँ wings and झुलुङ्गी पुल रहेछ learn to fly. अब हामी त्यो उही अन्त Gentle echoes of time's embrace. Each shadow finds its quiet space जाने 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 in the flow of light. A tender trace गुड छ binds the soul to this serene place. Let it go, let it be, like a river rolling free. In the silence you will see the harmony of you and me. The stars align, they softly hum, telling secrets of where we're from. In the quiet, our hearts succumb जानु अरू पनि आउनै बाँकी छन् to a rhythm eternal as the drum. झर्नातर्फ Glimmers dance ऊहरू चाहिँ on the ocean's crest. Nature hums her song, no quest. मोहिनी झरना जाने बाटो मेरो घर आएको
त हाम्रो घरभित्र छिर्न जान्छु भन्छ क्या अब यो भिडियो चाहिँ सोसियल मिडियामा अपलोड स्टोरीमा मात्रै हाल्नु न है भाउजू आहा कति राम्री देखेँ कि भिडियो हो नि साथीभाइहरू क्रिपी दिस इज क्रिपी अब ल गाइसहरू अब हामी चाहिँ मोहिनी झरना पुगेर पनि आइसक्यौँ हामी लगभग 3-4 घन्टा चाहिँ हिँड्यौँ होला है 3-4 घन्टा हिँड्यौँ अब चाहिँ हामी हाम्रो बस्ने ठाउँमा आइपुग्यो त्यो बस्ने त्यो हार्ट सेपको छ त्यो चाहिँ हामी बस्ने होटलको अगाडिको डेकोरेसन हो भरे रातो चाहिँ राम्रो देखिन्छ रहेछ पर्खेर बसिराखेको छ हुन्छ ल भन्नु त रिता छ्यामाले अघि नै डेरी मिल्क दिनु भएको होइन ल ह्याप्पी बर्थडे नाइस ल हामी चाहिँ 4 घन्टाको हाइकिङ पछि चाहिँ अब हामी स्न्याक्स खानको लागि रेडी छौँ आज हाम्रो बारबेक्यू गर्ने प्लान छ ल हामी चाहिँ मर्कुमा यसरी बारबेक्यू गर्दैछ आइया नयन यस्तो गरे होइन टक्क यस्तो आइदिन्छ यस्तो लगाइदिन्छ
ओइजेडुको पात अनि कस्तो लागिरहेछ भन्नु न रमाइलो भएछ आज वाकिङ कस्तो भयो अनि यस्तो थियो ओके नयन एउटा चिज भन न मेरो भिडियोको लागि प्लिज कस्तो लाग्दैछ यो मासु बोल्ने बाहेक अरू सबै रमाइलो लागिरहेको ओ बर्थडे गर्ल ल भन त पानी पर्यो फेरि मलाई त साह्रो रिस उठ्यो ल भन त कस्तो लागिरहेछ मलाई एकदम रमाइलो लागिरहेछ तर यो पानीले मेरो दिमाग ओके ल हेर त म बच्चा हुँदै पख अन्त म बच्चामा हुँदाखेरि कति लाइक मेमोरिज हुनुपर्छ समथिङ भनेर मैले लेखेको रहेछ ताकि मलाई कुनै ठाउँ त यो फोटो कसैले पुग्यो भने पनि भयो भने पनि यो फल्नाको हो फोटो यसको बर्थडे यति हो भनेर मेमोरिजको लागि हुन्छ भने अझ कुनै कुनै फोटोमा त मैले डेट पनि लेख्थेँ यो कहिले खिचेको भनेर मायाको खानी छ साइली आऊ हामी एउटा यहाँ फोटोग्राफर छौँ राम्रो आउँदैछ लाइट है ल बच्चाहरू चाहिँ पिङ खेल्ने ठाउँ पनि रहेछ यो रातमा चाहिँ हाम्रो बार्बिक्यूहरू गर्ने प्लान थियो त्यही भएर मजाले रमाइलो गर्दैथ्यो तर बेसरी पानी परेर फेरि हाम्रो बार्बिक्यू त यस्तो बिजोक बनाएको थियो है अघिल्लो राति चाहिँ बेसरी पानी परेको थियो अनि रातभरि गडाङगुडुङ गरेर बिजुली चम्किने अनि त्यहाँ हामी बसेको उसमा चाहिँ माथि छतमा चाहिँ छाना चाहिँ जस्ताको रहेछ अनि बेसरी त्यो जस्तामा त बेसरी आवाज सुनिने गडाङगुडुङ गर्दाखेरि मलाई त डर लागेर त्यो पहिरै जान्छ कि छानै उडाउला कि जस्तो भएको थियो अनि बिहान उठ्दाखेरि चाहिँ त्यस्तो पानी पनि रोकेको थियो अनि बादल घाम लागेर राम्रो देखेको थियो अनि हामी चाहिँ त्यसपछि खाजाहरू खाएर चेकआउट भयौँ अनि हामी ग्रेजिङ ल्यान्ड भनेको चाहिँ त्यहाँको भेडा फार्म बाख्रा फार्म रहेछ हामी हेर्न जाने भनेर प्लान गऱ्यौँ हाम्रो मर्कुले छोडेर गयो हेर न के हामी चाहिँ हिँडेको भाइहरूले चाहिँ हामी जाने नाउँमा हिजो रातभरि पानी परेर पानी पसेछ अनि त्यसपछि सफा गर्दै हुनुहुन्छ यो चाहिँ होटल द रिभर क्रस एन्ड लज भनेर भनिएको छ उहाँहरूकै नाउँ हो यो जुन होटलमा बस्यो उहाँहरूकै आफ्नै ढुङ्गा हुँदो रहेछ त्यहाँ अब हामी चाहिँ जाने भनेर उहाँहरूलाई थाहा छ त्यही भएर उहाँहरूले कतिजना चाहिँ चढेर जानु भइसक्यो अब जाँदैछौँ पज भएछ ए कुन्ती यहाँ हेर न प्लिज से समथिङ टु माई भिडियोज See you in the future when we see you.
अनि म नहुने कुरा हुन्छ यस्तो गहिरो अलिक कमजोरी छ के हिजो त्यत्रो लाइफ वेस्ट भन्दै गीत गाएको कमजोरी छ कि मुटु कसैले किन नबुझेको होला हामी त पहिल्यै चढेर होला केही नलागेको तर मलाई होइन आई क्यान फिल द डेप्थ के यो कति गहिरो छ भनेर कल्पना नगर्न त्यो भित्र भएको पनि त्यो घाम मेरो दिमागमा पुग्छ एउटा किनभने मैले त्यो क्यामेराको स्ट्यान्ड र छाता बोकेर हिँडिरहेको थियौँ के मजा ग्रेजिङ ल्यान्ड भन्ने ठाउँ अथवा भेडा बाख्रा चराउने ठाउँ चाहिँ यहाँ यस्तो थियो गाइजहरु अब यहाँ चाहिँ हामी यो ग्रेजिङ ल्यान्डको माथि डाँडामा छौँ हाम्रो चाहिँ यहाँ पानी परेर यहाँ फोटो खिच्ने क्रममा पानी परेर अब हामी त टाढा जानुपर्ने छ बाटोहरू पनि अलिकति अप्ठ्यारो छ त्यही भएर हामी छिटो छिटो गरेर अब जाँदैछौँ हामी खासमा चाहिँ भेडा बाख्रा फार्म हेर्न आएको थियो हामी चाहिँ कस्तो टाइममा हिँडेछौँ भने बिचको टाइममा हिँडेछौँ बिहान 10 बजे आएको और बेलुका भरे 3 बजे आउनु पर्ने रे हामी चाहिँ अब 12 बजेतिर आयौँ त्यही भएर हामीलाई चाहिँ केही पनि न त भेडा बाख्रा भेटायो न त